Namaskar. Welcome to my YouTube channel शिक्षालय. In previous class, हामीले क्लासिफिकेसन अफ लिभिङ बिङ्स अन्तर्गत पर्ने 5 किङडम सिस्टम मध्येका 4 वटा किङडमहरुको बारेमा हामीले कुरा गरियो. आजको क्लासमा हामीले तिनै 5 किङडम सिस्टम अन्तर्गतको 5th किङडम एनिमलिया किङडम अन्तर्गत रहेर कुरा गर्नेछौँ. र अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै सब्स्क्राइब गरेर हेल्प गर्नु होला. 5th किङडम रहेको छ एनिमलिया. यसका विशेषतामा के पर्दछन् त? यिनीहरुको सेल वाल पाइदैन र यिनीहरुको चाहिँ सेल चाहिँ केबाट बनेको हुन्छ त युक्यारियोटिक सेलहरु मिलेर बनेको हुन्छ. सो पहिलो पोइन्टमा के भयो त? यिनीहरुमा के हुन्छ त? have eukaryotic cells but without cell wall भनेर यसको क्यारेक्टर भयो. अर्को रहेको छ यिनीहरु मल्टिसेलुलर हुन्छन्. मल्टिसेलुलर भने के हो त? यिनीहरुको शरीर चाहिँ धेरै सेलहरु मिलेर बनेको हुन्छ. सो अर्को के भयो त? मल्टिसेलुलर. मल्टिसेलुलर अर्गानिजम्स. र अर्को यसको विशेषता भयो. र त्यस्तै यिनीहरुमा कस्तो न्युट्रिसन हुन्छ त? हेटेरोटपिक न्युट्रिसन हुन्छ. हेटेरोटपिक भनेको कस्तो भनेको थियो त हामीले अगाडिको भिडियोमा? आफ्नो खाना आफू बनाउन नसक्ने अरु अर्गानिजमहरुमा डिपेन्ड हुन्छ भने त्यस्तोलाई हेटेरोटपिक न्युट्रिसन भनेर भनिन्छ. त्यही भएर यिनीहरु कस्तो हुने भयो तिनीहरुको न्युट्रिसन? हेटेरोटपिक हुने भयो. हेटेरोट्रपिक न्युट्रिसन. आफ्नो खाना आफू बनाउन सक्दैन, त्यही भएर यिनीहरु कस्तो भयो त? हेटेरोटपिक नेचरका हुन्छन्. अनि अर्को छ के त? यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा मुभ गर्न सक्छन्. प्लान्टी किङडम अन्तर्गत पनि एक ठाउँबाट अर्को ठाउँमा मुभ गर्न सक्दैनन्. तर एनिमलिया किङडममा के हुन्छ त? मुभ भएर जान सक्छन्. सो त्यही यिनीहरुको मोर्टालिटी कस्तो हुन्छ त? मोर्टालिटी capable of moving from one place to another place. एक ठाउँबाट अर्को ठाउँमा जाने यिनीहरु मुभ गर्न सक्छ भने त्यसलाई के भन्छ? मोर्टालिटी भनेर भनिन्छ. के भन्छ अग्र एनिमलिया किङडममा पर्ने एनिमलहरु यिनीहरुले एक ठाउँबाट अर्को ठाउँमा जाने के भन्छ? स्थानान्तरण गर्न सक्छन्, मुभ हुन सक्छन्. त्यस्तै गरी अर्को रिप्रोडक्सन कस्तो हुन्छ त? सेक्सुअल रिप्रोडक्सन हुन्छ. भनेको मेल फिमेल यिनीहरु के हुन्छ त? फरक हुन्छन्. त्यसैले रिप्रोडक्सन कस्तो हुने त? रिप्रोडक्सन सेक्सुअली के हुन्छ त? यिनीहरुमा रिप्रोडक्सन कस्तो हुन्छ त? सेक्सुअली रिप्रोडक्सन हुन्छ. अब अर्को अति नै इम्पोर्टेन्ट अरु किङडमबाट यिनीहरुलाई केले चाहिँ डिफरेन्ट बनाएको हुन्छ त? अरु भन्दा यसलाई केबाट डिफरेन्ट बनाएको हुन्छ त? मेरुदण्ड हुने र मेरुदण्ड नहुने भनेर दुईवटा सब किङडममा चाहिँ डिभाइड गरिएको छ. अर्को के भयो त? एनिमलिया किङडम divided into two sub kingdom. के गरेर दुईटा सब किङडममा डिभाइड गरिएको छ. कसरी त? मेरुदण्ड हुने र मेरुदण्ड नहुने. यसको मतलब के त? मेरुदण्ड नहुनेलाई के भनिन्छ त? इन्भर्टिब्रेट भनेर भनिन्छ भने मेरुदण्ड हुनेलाई भर्टिब्रेट भनेर भनिन्छ. सो फर्स्टमा के भयो? इन्भर्टिब्रेट. पहिलो गुणमा त
इन्भर्टिब्रेट र सेकेन्ड भर्टिब्रेट। यो भनेको त मेरुदण्ड नहुने, यो भनेको त मेरुदण्ड हुने भनेर दुईटा सब किङडममा चाहिँ डिभाइड गरिएको छ। त्यस्तै गरी इन्भर्टिब्रेटलाई पनि 8 वटा फाइलममा क्लासिफाई गरिएको छ भने भर्टिब्रेटलाई कतिवटामा गरिएको छ त? भर्टिब्रेटलाई एउटा फाइलममा क्लासिफाई गरिएको छ र यसरी कतिवटा जाने फाइलम भयो त? टोटल 9 वटा फाइलमहरू के भन्छ त? यो सब किङडममा चाहिँ दुईटामा मिलाएर 9 वटा फाइलमहरू रहेका छन् र यसको क्लासिफिकेसन टेबल देखाउँदा यसरी एनिमलिया किङडमको क्लासिफिकेसन टेबल यहाँ रहेको छ, जसमा किङडम एनिमलिया भयो। एनिमलिया किङडमलाई दुईटा सब किङडममा डिभाइड गरिएको छ, कुन कुन त? इन्भर्टिब्रेट र भर्टिब्रेट गरेर दुईटा सब किङडममा डिभाइड गरिएको छ। इन्भर्टिब्रेटलाई पनि 8 वटा फाइलममा क्लासिफाई गरिएको छ, जस अन्तर्गत पहिलो रहेको छ पोरिफेरा, त्यसै गरी दोस्रो रहेको छ सिलिन्टेरेटा, अनि त्यसै गरी थर्ड रहेको छ प्लेटिहेल्मिन्थिस, अनि फोर्थ रहेको छ निमाथेल्मिन्थिस, त्यस्तै गरी फिफ्थ रहेको छ एनिलिडा, सिक्स्थ रहेको छ आर्थ्रोपोडा, अनि सेभेन्थ रहेको छ मोलस्का र अर्को 8th रहेको छ इकाइनोडर्माटा भनेर टोटल 8 वटा फाइलममा यसलाई डिभाइड गरिएको छ। र त्यस्तै गरी भर्टिब्रेटलाई चाहिँ एउटा कोर्डेटा भन्ने फाइलममा, यो के हो त? यो फाइलम हो, यो फाइलम हो त कोर्डेटा भन्ने फाइलममा चाहिँ यसलाई क्लासिफाई गरिएको छ र कोर्डेटा फाइलमलाई पनि कति 4 वटा सब फाइलममा चाहिँ डिभाइड गरिएको छ, जस अन्तर्गत पहिलोमा रहेको छ हेमिकोर्डेटा, अनि दोस्रोमा रहेको छ युरोकोर्डेटा, अनि तेस्रोमा रहेको छ सिफेलोकोर्डेटा र अन्तिम चौथो रहेको छ भर्टिब्रेटा भनेर 4 वटा सब फाइलममा क्लासिफाई गरिएको छ। र यस अन्तर्गत पनि भर्टिब्रेटालाई चाहिँ कतिवटा त 5 वटा क्लासमा चाहिँ डिभाइड गरिएको छ। 5 वटा क्लासमा चाहिँ यसलाई क्लासिफाई गरिएको छ, जस अन्तर्गत पहिलो रहेको छ फिसेस, जसलाई चाहिँ फिसेस पनि भनिन्छ। फिस प्रजाति अन्तर्गत पर्ने सबै केमा पर्छन् त? फिसेसमा पर्छन्। त्यस्तै गरी अर्को एम्फिबिया भन्ने रहेको छ, र थर्ड रहेको छ रेप्टाइलिया, फोर्थ रहेको छ एप्स, र फिफ्थ रहेको छ मामेलिया भनेर 5 वटा क्लासमा चाहिँ के गरेको छ त? डिभाइड गरेको छ। कुनलाई त? भर्टिब्रेटालाई पनि 5 वटा क्लासमा चाहिँ डिभाइड गरिएको छ। यसरी एनिमलिया किङडमको चाहिँ फुल क्लासिफिकेसन टेबल यसरी रहेको छ। इन्भर्टिब्रेट अन्तर्गत पर्ने फर्स्ट फाइलम पोरिफेरा, पोरिफेरा भनेर रहेको छ, जस अन्तर्गत के छ त? यसका विशेषताहरू, यसको क्यारेक्टरिस्टिकको कुरा गर्दाखेरि के छ त? यसको बडी स्ट्रक्चर कस्तो? सिलिन्ड्रिकल सेपको हुन्छ भनेको जुन हामीले युज गरिराख्ने गाग्रीहरू छन्, जारहरू, त्यस्तै गरेर अझै सहिलो भन्दाखेरि जुन ग्यासको सिलिन्डर यस्तो सेप छ भने त्यसलाई के भन्छ त? सिलिन्ड्रिकल सेप भनेर भनिन्छ। र यिनीहरूलाई अरू के पनि भनिन्छ त? स्पोन्ज पनि भनिन्छ, जसमा ट्रु टिस्यु र अर्गेन्सहरू चाहिँ पाइँदैन। त्यही भएर यसको पहिलोमा के भयो त? बडी स्ट्रक्चर, बडी स्ट्रक्चर कस्तो हुन्छ भने त सिलिन्ड्रिकल, सिलिन्ड्रिकल सेपको हुन्छ। र यसलाई अर्को के पनि भनिन्छ त? स्पोन्ज, also called sponge, जसमा के हुन्छ त? ल्याक अफ ट्रु टिस्यु,
टिस्यु एन्ड अर्गेन्स। अर्को पोइन्ट यो भयो। त्यस्तै यिनीहरू कस्तो हुन्छ, एकदमै सिम्पल हुन्छ, मल्टिसेलुलर हुन्छन् अनलाइन, मल्टिसेलुलर हुन्छन् र यिनीहरू कहाँ पाइन्छन् त मराइन इन्भाइरोमेन्टमा पाइन्छन्। जस्तै पानीमा पाइने हुँदा यिनीहरूलाई के भन्छ, एक्वाटिक एनिमल भनेर भनिन्छ। सो सिम्पल मल्टिसेलुलर एक्वाटिक एनिमल र भनिन्छ। त्यस्तै गरी अर्को रहेको छ। त्यस्तै यिनीहरूको शरीरमा के हुन्छ त पोर हुन्छ, साना ठुला गरेर पोरहरू रहेका हुन्छन्, जसलाई के त ओस्टिया र ओकुलम भनेर चाहिँ नाम दिएको छ। जस्तै ओस्टिया भनेको कस्तो हो त, जसको चाहिँ स्मलर साना साना पोरहरू छ भने त्यस्तोलाई के भनिन्छ, ओस्टिया भनेर भनिन्छ भने जसको ठुला ठुला पोरहरू, जसको ठुला ठुला चाहिँ पोरहरू छ त्यसलाई के भनिन्छ त, त्यसलाई ओस्कुलम भनेर भनिन्छ। अर्को के भयो त, they have pore in body which is known as ostia and osculum भनेर भन्छ। यहाँ ओस्टिया भने के भन्ने त हामीले कस्तो लागेको त, स्मलर पोरहरू छ भने त्यसलाई ओस्टिया भनेर भनिन्छ। त्यस्तै गरी ओस्कुलम भनेको लार्जर पोर भएका जीवहरूलाई के भनिन्छ त, त्यसलाई ओस्कुलम। त्यस्तै अर्को पोइन्टमा रहेको छ, यिनीहरूमा रिप्रोडक्सन असेक्सुअल हुन्छ। असेक्सुअल अन्तर्गत पनि बर्डिङ र फ्रेगमेन्टेसन मेथडबाट पनि यिनीहरूमा रिप्रोडक्सन हुन्छ। सो यिनीहरू के भयो त, अर्को पोइन्ट रिप्रोडक्सन। रिप्रोडक्सन चाहिँ कस्तो भयो त, असेक्सुअल हुन्छ, जसमा के हुन्छ बर्डिङ एन्ड फ्रेगमेन्टेसन मेथड गरेर दुईटा हुन्छ असेक्सुअलमा। कुन कुन मेथडबाट रिप्रोडक्सन हुन्छ त्यसमा, बर्डिङ एन्ड फ्रेगमेन्टेसन मेथडबाट चाहिँ यिनीहरूमा रिप्रोडक्सन हुन्छ। त्यस्तै गरी यिनीहरू चाहिँ रेस्पिरेसन, श्वास प्रश्वास चाहिँ कहाँबाट गर्छन् त, यिनीहरूको बडी सर्फेसबाट गर्छन्। त्यही भएर अर्को के भयो त, त्यस्तै गरी रेस्पिरेसन थ्रू बडी सर्फेस, कहाँबाट हुने भयो त, बडी सर्फेसबाट यिनीहरू रेस्पिरेसन गर्छन्। त्यस्तै गरी अर्को चाहिँ के छ त, एउटा युनिक कुरा चाहिँ के छ त, यिनीहरूमा चाहिँ रिजेनेरेसन क्यापासिटी चाहिँ एकदमै हाई हुन्छ। त्यसको मतलब के त, यिनीहरूलाई हामीले टुक्रा टुक्रा गरेर टुक्रामा चाहिँ धेरै टुक्रामा विभाजन गरे पनि त्यही टुक्राहरूबाट यिनीहरू चाहिँ के छ नयाँ प्रड्युस हुन्छन् भने त्यस्तोलाई के भनिन्छ त, रिजेनेरेसन क्यापासिटी चाहिँ के हुन्छ, एकदमै हाई हुन्छ। सो के भयो त, रिजेनेरेसन क्यापासिटी के हुन्छ त, हाई हुन्छ। रिजेनेरेसन क्यापासिटी चाहिँ के हुन्छ त, हाई हुन्छ। यस अन्तर्गत कुन कुन, एउटा साइकोन पर्छ, त्यस्तै गरी स्पोन्जिला, त्यस्तै गरी अर्को स्पोन्जिला, अनि अर्को के रहेको छ त, स्पोन्जिया भनेर। साइकोन, स्पोन्जिला र स्पोन्जिया गरेर के छ त, इक्जाम्पलहरू कहाँ पर्छन् त, फाइलम पोरिफेरा अन्तर्गत पर्दछन्। त्यस्तै गरी सेकेन्ड फाइलम रहेको छ सिलेन्डिरेटा भन्ने रहेको छ। के छ त, सेकेन्ड फाइलममा सिलेन्डिरेटा भनेर दोस्रो फाइलम रहेको छ। सिलेन्डिरेटाको बडी स्ट्रक्चर चाहिँ डिप्लोप्लास्टिक हुन्छ। डिप्लोप्लास्टिक भनेको कस्तो त, बडी चाहिँ दुईटा लेयरबाट बनेको हुन्छ भने त्यसलाई कस्तो भनिन्छ त, डिप्लोप्लास्टिक भनेर भनिन्छ।
यस अन्तर्गत कुन कुन लेयरहरू पर्दछन्? इक्टोडर्म र इन्डोडर्म गरेर दुईटा जाने लेयरहरू मिलेर यसको बडी बनेको हुन्छ। त्यसैले यसलाई के भनिन्छ त? डिप्लोब्लास्टिक भनेर भनिन्छ। सो यसको के भयो? बडी स्ट्रक्चर कस्तो भयो त? डिप्लोब्लास्टिक। डिप्लोब्लास्टिक हो यो भने के हो त? having two layer, जसमा के पर्छ त? स्टोडम एन्ड इन्डोडम भनेर दुईटा लेयरहरू मिलेर यसको बडी स्ट्रक्चर बन्ने हुँदा यसलाई डिप्लोब्लास्टिक भनेर भनिन्छ। यसको चाहिँ बडी क्याभिटी हुन्छ, जसलाई के भनिन्छ त? सिलेन्टिरोन भनेर भन्छ। सिलेन्टिरोनलाई अर्को के पनि भन्छ त? ग्यास्ट्रोभास्कुलर क्याभिटी भनेर भनिन्छ। जुनको काम के हुन्छ त? बडीमा गएका जुन फुड पार्टिकल तिनीहरूलाई डाइजेसन गर्न र अनि सर्कुलेसनमा त्यसले हेल्प गर्छ। सो सेकेन्ड पोइन्टमा के भयो त? यसमा के हुन्छ भने त बडी क्याभिटी, जसलाई के भनिन्छ त? सिलेन्टिरोन अर्थात् के पनि भनिन्छ त? ग्यास्ट्रोभास्कुलर क्याभिटी भनेर भनिन्छ। जसको काम के हुँदो रहेछ त? खाएका कुराहरू डाइजेसन गर्न र त्यसलाई सर्कुलेसन गर्न यसले हेल्प गर्दो रहेछ। अनि त्यस्तै यिनीहरूको चाहिँ हेबिटाट कस्तो हुन्छ त? यिनीहरू कहाँ पाइन्छन् त? यिनीहरू धेरै जसो म्याक्सिमम चाहिँ मराइन इन्भाइरोमेन्टमा पाइन्छ भने कतिपय चाहिँ फ्रेश वाटरमा पनि पाइन्छ। सो यसको हेबिटाट के भयो त? अर्कोमा हेबिटाट mainly marine, some केमा पाइन्छ त? फ्रेश वाटरमा पनि पाइँदो रहेछ केही। त्यस्तै गरी यसमा अरु के हुन्छ त? टेन्टाकल हुन्छ। के हुँदो रहेछ त? टेन्टाकल। टेन्टाकल्सहरु हुन्छ जुन कहाँ पाइन्छ? कुन पार्टमा पाइन्छ त? जुन यो मुखको पार्ट हुन्छ, माउथ, त्यसको वरिपरि रहेका हुन्छन्। जसको काम के हुन्छ त? टेन्टाकलको काम पहिलो त खानेकुराहरू यसैको सहायताबाट यिनीहरूले क्याप्चर गर्छन्। त्यस्तै गरी एक ठाउँबाट अर्को ठाउँमा मुभ गर्न पर्यो भने पनि यसैको सहायताबाट यिनीहरू मुभ गरेका हुन्छ। र अर्को चाहिँ आफूलाई बचाउनु पर्यो, केही खतरा छ भने त्यसबाट डिफेन्सको लागि पनि यो टेन्टाकलहरू युज गर्ने गर्छन्। सो के भयो त यसको? क्याप्चर, मूव एन्ड डिफेन्स। के त? क्याप्चर, खानेकुराहरू क्याप्चर गर्नको लागि, एक ठाउँबाट अर्को ठाउँमा मुभ गर्नको लागि, र अनि अर्को चाहिँ आफ्नो सुरक्षाको लागि, डिफेन्सको लागि पनि टेन्टाकलहरू युज हुन्छन्। त्यस्तै गरी अर्को लेयरमा रिप्रोडक्सन चाहिँ दुईटै हुन्छ, सेक्सुअल सँगसँगै असेक्सुअल दुईटै हुन्छ। सो reproduction, sexual as well as asexual दुईटै हुन्छ। अर्को रहेको छ रेस्पिरेसन। यिनीहरुमा पनि रेस्पिरेसन केबाटै हुन्छ त? बडी सर्फेसबाटै हुने गर्छ। सो अर्को के भयो त? रेस्पिरेसन। थ्रू बडी सर्फेसबाटै रेस्पिरेसन हुने गर्छ। त्यो अर्को रहेको छ यिनीहरुको सिमेट्री कस्तो हुन्छ त? रेडियल्ली सिमेट्रिकल हुन्छ। के भयो त अर्को पोइन्टमा? सिमेट्री।
रेडियली सिमेट्रिकल हुन्छ। र यसको इक्जाम्पलमा के पर्छ त, त्यस्तै गरी अर्कोमा एउटा जेलीफिस भयो, त्यस्तै गरी अर्को हाइड्रा, अनि अर्को कोरल भनेर यस्तो दानी जीवहरू रहेका छन्, जसमा हाइड्रा चाहिँ नि फ्रेस वाटरमा पाइन्छ, अरू चाहिँ नि मराइन वाटरमा पाइन्छन्, तर हाइड्रा भन्ने चाहिँ केमा पाइन्छ त, फ्रेस वाटरमा पाइन्छ। इक्जाम्पलमा जेलीफिस, हाइड्रा, कोरल, यिनीहरू जीवहरू कहाँ पर्छन् त, सिलेन्टिरेटा अन्तर्गत पर्दछन्। त्यस्तै गरी थर्ड फाइलम रहेको छ के त, प्लेटिहेल्मिन्थिस भनेर थर्ड फाइलम रहेको छ। प्लेटिहेल्मिन्थिसलाई कमनली के पनि भन्ने चलन छ त, फ्ल्याट ओम भनेर पनि भन्ने चलन छ। फ्ल्याट ओम भनेर भन्यो भने पनि हामीले के जान्नु पर्यो त, त्यो भनेको नि प्लेटिहेल्मिन्थिसै हो भनेर हामीले चाहिँ जानिराख्नु पर्यो। त्यसलाई अर्को के पनि भन्छ त, फ्ल्याट ओम भनेर पनि भन्दछ। प्लेटिहेल्मिन्थिसको चाहिँ बडी स्ट्रक्चर कस्तो हुन्छ त, डोर्सोभेन्ट्रली फ्ल्याटेन। डोर्सोभेन्ट्रल भनेको कस्तो हो त, माथि टप टु बटम जानी सेम उस्तै छ भने त्यस्तोलाई के भन्छ त, डोर्सोभेन्ट्रल भनेर भनिन्छ। त्यसको मतलब के भन्छ, डोर्सोभेन्ट्रल भनेको तिनीहरूको टप टु बटम जानी बडी स्ट्रक्चर कस्तो हुन्छ त, उस्तै हुन्छ। सो यसको बडी स्ट्रक्चर के भयो त, डोर्सोभेन्ट्रली फ्ल्याटेन्ड हुन्छ, सफ्ट हुन्छ। अनि यिनीहरू चाहिँ के भन्छ, अनसेगमेन्टेड हुन्छ, यिनीहरूलाई चाहिँ छुट्याउन सकिँदैन, यिनीहरूको बडी पार्ट चाहिँ छुट्टिएको हुँदैन कि, एउटै हेर्दा एउटै हुन्छ, त्यही भएर अनसेगमेन्टेड भनिन्छ। जस्तै अनसेगमेन्टेड हुन्छ यिनीहरूको बडी। त्यस्तै गरी यिनीहरूको बडी अर्को के पनि हुन्छ त, ट्रिप्लोप्लास्टिक हुन्छ। ट्रिप्लोप्लास्टिक भनेको तीनटा लेयरहरू मिलेर नि यसको बडी बनेको छ भने त्यसलाई के भनिन्छ त, ट्रिप्लोप्लास्टिक भनेर भनिन्छ। अनि अर्को के भयो त, बडी चाहिँ ट्रिप्लोप्लास्टिक। ट्रिप्लोप्लास्टिक हुन्छ, यो भने के हो त, थ्री जर्म लेयर। थ्री जर्म लेयरहरू मिलेर बनेको चाहिँ मिलेर यिनीहरूको बडी बनेको हुन्छ, त्यही भएर यिनीहरूलाई के भनिन्छ त, ट्रिप्लोप्लास्टिक भनेर भनिन्छ। थ्री जर्म लेयरमा कुन कुन पर्छन् त, स्टोडम, मेजोडम एन्ड अर्को कुन त, इन्डोडम। तीनटा जर्म लेयरहरू मिलेर यसको बडी बनेको हुन्छ। त्यस्तै यिनीहरूमा अर्को एउटा नयाँ कुरा के हुन्छ त, सकर हुन्छ। जुन सकर केही कुरा जाने त्यसले सोच्नको लागि, केही कुरा चुस्नको लागि जाने युज हुने पार्ट छ भने त्यसलाई सकर भनेर भनिन्छ। त्यो सकर कहाँ हुन्छ त, यिनीहरूको जुन माउथको वरिपरि, मुखको वरिपरि रहेका हुन्छन्। स्पेसली चाहिँ सकरको काम भनेको ब्लड र न्युट्रिएन्टहरूलाई एब्जर्ब गर्नको लागि यही सकरले हेल्प गरेको हुन्छ। सो अर्को के भयो त, सकर हुन्छ यिनीहरूको, एब्जर्ब blood and nutrients from the host बाट चाहिँ यिनीहरू के गर्छन् त, न्युट्रिएन्ट र ब्लड चाहिँ एब्जर्ब गर्नको लागि के गर्छ त, सकरले हेल्प गरेको हुन्छ। त्यस्तै यिनीहरूमा रिप्रोडक्सन चाहिँ दुई किसिमकै हुन्छ। रिप्रोडक्सन कस्तो हुन्छ त, रिप्रोडक्सन चाहिँ सेक्सुअल असेक्सुअल गरेर दुईटा भइहाल्यो। अर्को मेन यिनीहरूमा स्पेसली अर्को के टर्म छ यसमा युज हुने, हर्माफ्रोडिट भनेर चाहिँ अर्को एउटा टर्म आउँछ। हर्माफ्रोडिट भनेको कस्तो हो त, मेल र फिमेल चाहिँ एउटै बडीमा, मेल र फिमेल रिप्रोडक्टिभ अर्गन चाहिँ दुईटै एउटै बडीमा चाहिँ छन् भने त्यस्तोलाई के भन्छ, हर्माफ्रोडिट भनेर भनिन्छ।
के भनिँदो रहेछ त त्यसमा चाहिँ नि सेक्सुअल एन्ड असेक्सुअल दुईटै हुन्छ र अर्को कुन हुन्छ त हर्माफ्रोडिट। यो उच्चारण चाहिँ यही होला सायद राम्रोसँग मलाई आएन, हर्माफ्रोडिटै भन्छु म यसलाई। हर्माफ्रोडिट के हो त, कस्तोलाई भनिँदो रहेछ त, मेल एन्ड फिमेल reproductive organs in the same body भयो भने यसरी मेल र फिमेल दुईटै रिप्रोडक्टिभ अर्गनहरु एउटै जीवमा छ भने के भनिँदो रहेछ त, हर्माफ्रोडिट हो। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो नयाँ टर्म आउँछ अन्त भन्दा जब जब नयाँ टर्म आउँछ त्यो कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ भनेर हामीले जान्नु पर्यो। त्यसैले यहाँ हर्माफ्रोडिट भनेर नयाँ टर्म आयो। यो चाहिँ नि प्लेटिहेल्मिन्थिस अन्तर्गत चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र अर्को यसमा चाहिँ रेस्पिरेसन थ्रू बडी सर्फेस केबाट हुँदो रहेछ त, रेस्पिरेसन बडी सर्फेसबाटै हुन्छ यसमा पनि। अनि अर्को यसको हेबिटाट कस्तो हुन्छ त, यिनीहरू पारासाइटिक नेचरका हुन्छन्। पारासाइटिक भनेर के भनेको थिएँ त मैले योभन्दा अगाडिको क्लासमा पनि भनेको थिएँ। पारासाइटिक भनेको त्यस्तो जीवहरू जसले अरू लिभिङ होस्टहरूबाट चाहिँ आफ्नो खाना प्राप्त गर्छन् भने त्यस्तोलाई पारासाइटिक भनेर भनिन्छ। पारासाइट अर्थात् पारासाइटिक भनेर भनिन्छ। म्याक्सिमम चाहिँ पारासाइटिक हुन्छन् भने कुनै कुनै चाहिँ यिनीहरू फ्रीली लिभिङ हुन्छन् भनेको जुनसुकै टेरिस्टेरियल अर्थात् मराइन जुनसुकै ठाउँमा पनि यिनीहरू पाइन्छ। त्यसैले हेबिटाट के भयो त, मोस्टली चाहिँ के भयो, मोस्टली पारासाइटिक सम के भन्छ त फ्री लिभिङ हुँदो रहेछ। त्यस्तै गरी यिनीहरूको चाहिँ सिमेट्री कस्तो हुन्छ त, बाइलेट्रियल सिमेट्री हुन्छ। अर्को पोइन्ट के भयो त, सिमेट्री बाइलेट्रल सिमेट्री हुन्छ। र यसको इक्जाम्पलमा कुन छ त, यसको इक्जाम्पलमा कुन कुन जीवहरू पर्छन् त, टेपवर्म, लिभर फ्लू, ब्लड फ्लू जस्ता यस्ता जीवहरू यसै अन्तर्गत पर्दछन्। टेपवर्म, लिभर फ्लू, ब्लड फ्लू जस्ता जीवहरू कहाँ पर्छ त, प्लेटिहेल्मिन्थिस अन्तर्गत पर्दछन्। अनि फोर्थ फाइलमा रहेको छ नेमाथेल्मिन्थिस भनेर रहेको छ, जसलाई अर्को के पनि भनिन्छ त, राउन्ड वर्म भनेर पनि यसलाई भन्ने चलन छ। र यसको चाहिँ नि विशेषताहरूमा के छ त, यसको बडी स्ट्रक्चर कस्तो हुन्छ त, सिलिन्ड्रिकल, अनसेगमेन्टेड र टिप्लोब्लास्टिक। टिप्लोब्लास्टिक भनेको कस्तो हिजै भनिसक्यो हामीले, तीनटा लेयरबाट बनेको हुन्छ। टिप्लोब्लास्टिकको यो हुन्छ यसको बडी स्ट्रक्चर। त्यसै गरी सिमेट्री कस्तो हुन्छ त, बाइलेट्रली सिमेट्रिकल हुन्छ यिनीहरू। त्यसै गरी रिप्रोडक्सन कस्तो हुन्छ त, सेक्सुअल अथवा यसलाई के पनि भनिन्छ त, युनिसेक्सुअल पनि भनिन्छ। यसमा फर्टिलाइजेसन कस्तो हुन्छ त, इन्टरनल फर्टिलाइजेसन हुन्छ। त्यसै गरी हेबिटाट कस्तो छ त, यिनीहरू कहाँ पाइन्छन् त, पारासाइटिक नेचरका नै हुन्छन्। त्यो सँगसँगै फ्री लिभिङको यिनीहरू अरू ठाउँहरू पनि पाइन्छन्। त्यस्तै गरी बडी क्याभिटी कस्तो हुन्छ त, स्युडोकोलम भन्छ। यो स्युडोकोलम भन्ने नयाँ टर्म आयो नि, यो स्युडोकोलम भनेको कस्तो हो त, दुईटा लेयरहरू जुन हामीले यहाँ जाने टिप्लोप्लास्टिक भनेको थियो नि, त्यस्तैमा जाने दुईटा लेयरहरू, त्यो बिचमा चाहिँ मेजोडर्म र इन्डोडर्मको बिचमा चाहिँ क्याभिटी हुन्छ भने त्यस्तोलाई स्युडोकोलम भनेर भनिन्छ। त्यसै गरी यहाँ डाइजेस्टिभ सिस्टम कस्तो हुन्छ, डाइजेस्टिभ सिस्टम, यिनीहरूमा डाइजेस्टिभ सिस्टम कस्तो हुन्छ त, कम्प्लिट हुन्छ। त्यसको मतलब माउथ पनि हुन्छ अनि एनस पनि हुन्छ भनेको यो कम्प्लिट भनेको। त्यस्तै गरी रेस्पिरेसन चाहिँ कस्तो हुन्छ त, बडी सर्फेसबाट चाहिँ यिनीहरू के हुन्छ त, रेस्पिरेसन गर्छन् यिनीहरूले। र यसमा चाहिँ यस अन्तर्गत पर्ने जीवहरू के छन् त,
एस्कारिज, होप, पाइनम यिनीहरू चाहिँ केमा पर्छन् त नेमाथेल्मिन्थिस अन्तर्गत पर्ने जीवहरूको इक्जाम्पल यिनीहरू भए। अनि त्यस्तै गरी फिफ्थ रहेको छ, फिफ्थ फाइलम के छ त एनिलिडा भन्ने रहेको छ। एनिलिडालाई अर्को के पनि भनिन्छ त सेगमेन्टेड ओम पनि भनिन्छ। के भनिन्छ त सेगमेन्टेड ओम पनि भनेर भनिन्छ, जसमा बडी स्ट्रक्चर कस्तो हुन्छ त ट्रिप्लोप्लास्टिक, सिलिन्ड्रिकल एन्ड सेगमेन्टेड हुन्छ। त्यस्तै गरी सिमेट्री कस्तो हुन्छ त बाइलेटरली सिमेट्रिकल हुन्छ। त्यसै गरी रिप्रोडक्सन कस्तो हुन्छ त हर्माफ्रोडाइट हुन्छ, भनेको मेल र फिमेल रिप्रोडक्टिभ पनि अर्गन चाहिँ नि एउटै सेम बडीमा हुन्छ भने त्यसलाई हर्माफ्रोडाइट भनेर भनिन्छ। अनि युनिसेक्सुअल हुन्छ। त्यस्तै गरी यिनीहरूको चाहिँ रेस्पिरेसन कस्तो हुन्छ त कहाँबाट गर्छन् त बडी सर्फेसबाट यिनीहरूले रेस्पिरेसन गर्छन्। त्यस्तै गरी यिनीहरूमा चाहिँ अर्को के हुन्छ त हेमोग्लोबिन पाइन्छ है। यो हेमोग्लोबिन पाइने हुँदा यिनीहरूको ब्लडको कलर कस्तो हुन्छ त रेड हुन्छ। के को कारणले त हेमोग्लोबिन, हेमोग्लोबिनको कारणले चाहिँ यिनीहरूको ब्लड कस्तो हुन्छ त रातो कलरको हुन्छ। त्यस्तै गरी रिजेनेरेसन क्यापासिटी एकदमै हाई हुन्छ यिनीहरूमा। त्यस्तै गरी यिनीहरू हेबिटाट कस्तो छ त एक्वाटिक एज वेल एज टेरिस्टेरियल, भनेको पानी सँगसँगै यिनीहरू जमिनमा पनि पाइन्छन्। त्यस्तै गरी यिनीहरूको इक्जाम्पलमा के छ त अर्थोम, लिज, नेरिस यिनीहरू चाहिँ एनिलिडा अन्तर्गत पर्ने जीवहरूको इक्जाम्पल हुन्। त्यस्तै गरी सिक्स्थ फाइलम रहेको छ आर्थ्रोपोडा। फाइलम आर्थ्रोपोडा चाहिँ के हो त एनिमल किङडम अन्तर्गतको सबैभन्दा लार्जेस्ट फाइलम चाहिँ नि आर्थ्रोपोडा नै हो। यसको बडी स्ट्रक्चर कस्तो हुन्छ त ट्रिप्लोप्लास्टिक, सेगमेन्टेड एन्ड बाइलेटरली सिमेट्रिकल हुन्छ। त्यस्तै गरी बडीजहरू चाहिँ कति पार्टमा डिभाइड हुन्छ त तीनटा पार्टमा डिभाइड हुन्छ, जसमा चाहिँ हेड, थोरेक्स एन्ड एब्डोमेन गरेर बडीहरू डिभाइड भएको हुन्छ। त्यस्तै गरी यसको लेग र एपेन्डेजहरू कति कस्तो हुन्छ त जोइन्टेड हुन्छ। एकदमै इम्पोर्टेन्ट है, यो जोइन्ट खुट्टाहरू हुन्छन् भने त्यो चाहिँ केमा पर्छ त आर्थ्रोपोडा अन्तर्गत पर्छ, जसले के गर्ने हेल्प गर्छ त लोकोमोसनको लागि चाहिँ त्यसले हेल्प गर्छ। त्यस्तै गरी अर्को पनि इम्पोर्टेन्ट छ, यो के छ त स्केलेटन कस्तो हुन्छ त स्केलेटन चाहिँ नि एक्जो स्केलेटन हुन्छ, जुन केबाट बनेको हुन्छ त चिटिनबाट बनेको हुन्छ। यो अर्को पनि यो पनि याद गरिराख्नु, चाहिँ मल्टिपल चोइस क्वेसनहरुमा सोधिराखेको हुन्छ। त्यस्तै गरी सर्कुलेटरी सिस्टम कस्तो हुन्छ त ओपन सर्कुलेटरी सिस्टम हुन्छ। अनि रेस्पिरेसन कस्तो हुन्छ त रेस्पिरेसन चाहिँ बडी सर्फेसबाट, त्यस्तै गरी गिल्सबाट। गिल्स चाहिँ कस्तोको हुन्छ त भन्दा एक्वाटिक पानीमा पाइने जनावरहरू चाहिँ गिल्सबाट चाहिँ श्वास प्रश्वास गर्छन्। त्यसै गरी ट्रेकियाको सहायताबाट पनि यिनीहरूले के गर्छन् त रेस्पिरेसन गर्छन्। त्यसै गरी रिप्रोडक्सन कस्तो हुन्छ त युनिसेक्सुअल हुन्छ र यिनीहरूमा फर्टिलाइजेसन एक्सटर्नल र इन्टर्नल दुईटै हुन्छ। र त्यसै गरी यिनीहरूको इक्जाम्पलमा के पर्छ त लोकस्ट, बी, स्पाइडर, क्लाउन, स्कर्पियन, बटरफ्लाई गरेर यस्ता अनेकौं जीवहरू जसमा चाहिँ के हुन्छ त यी फिचरहरू रहेका छन्, तिनीहरू चाहिँ केमा पर्छ आर्थ्रोपोडा फाइलम अन्तर्गत पर्दछन्। अनि त्यस्तै गरी सेभेन्थ फाइलममा मोलस्का रहेको छ। मोलस्काको बडी कस्तो हुन्छ त यसलाई चाहिँ तीनटा पार्टमा चाहिँ डिभाइड गरिएको छ, डिभाइडेड इन्टु हेड, मस्कुलर फुट एन्ड भिसेरल मास भनेर भन्छ। भिसेरल मास, यो भिसेरल मास भनेको कस्तो हो त इन्टर्नल अर्गनहरूलाई भिसेरल मास भनिन्छ। इन्टर्नल अर्गन्सहरूलाई भिसेरल मास भनिन्छ। त्यस्तै गरी चाहिँ यो मस्कुलर फुटको काम के हो त मुभमेन्टको लागि। त्यस्तै गरी अर्को हेबिटाट रहेको छ। हेबिटाट गर्दा यिनीहरू धेरै जसो एक्वाटिक भनेको पानीमा पाइन्छन् र कुनै कुनै टेरिस्टेरियल भन्नाले नि कस्तो त ड्याम सोइल भनेको चाहिँ एकदमै चिसियान क्षेत्रहरू पाइन्छन्। त्यस्तै गरी बडी चाहिँ कभर्ड बाई क्याल्केरियस सेलबाट चाहिँ यिनीहरू चाहिँ बडी केले कभर गरेको हुन्छ त क्याल्केरियस सेलहरूले चाहिँ यो क्याल्केरियस सेलले चाहिँ कभर गरेको हुन्छ। त्यस्तै गरी यिनीहरूमा रेस्पिरेसन कस्तो छ त बडी सर्फेसबाट नि यिनीहरूले रेस्पिरेसन गर्छन्। त्यस्तै गरी गिल्सबाट गर्छन्। लङ्स अर्थात् यसलाई के पनि भन्छ त पल्मोनरी स्याक पनि भनेर भनिन्छ। यिनीहरूबाट चाहिँ यिनीहरूले रेस्पिरेसन गर्छन्। त्यसै गरी रिप्रोडक्सन चाहिँ कस्तो हुन्छ त युजली युनिसेक्सुअल हुन्छ, तर कुनै कुनैमा चाहिँ कस्तो हुन्छ त हर्माफ्रोडाइट अर बाइसेक्सुअल पनि हुन्छ। त्यस्तै गरी यिनीहरू चाहिँ हेडमा चाहिँ के हुन्छ त टाउकोमा टेन्टाकल र आइजहरू रहेको हुन्छ। त्यसै गरी यसको इक्जाम्पलमा स्लग, स्नेल, अक्टोपस, क्याटल फिस इत्यादि चाहिँ
मोलस्का फाइलम अन्तर्गत पर्ने जीवहरूका एक्जाम्पल हुन्। त्यस्तै गरी एर्थ फाइलम चाहिँ के रहेको छ त इकाइनोडर्माटा भनिरहेको छ, जुन चाहिँ नि इन्भर्टिब्रेट अन्तर्गतको अन्तिम फाइलम पनि हो, जसको बडी कस्तो हुन्छ त, बडी सेप कस्तो हुन्छ त स्टार सेप हुन्छ, स्पेरिकल र इलोङ्गेटेड हुन्छ। त्यसै गरी यिनीहरूको हेबिटेट के भन्छ त एक्सक्लुसिभली मराइन भनेको समुद्रको पानीमा मात्रै यिनीहरू पाइन्छन्, अन्त पाइँदैनन्। यो एउटा युनिक कुरो भयो होइन त, एक्सक्लुसिभली मराइन हुने भयो। त्यस्तै गरी रेस्पिरेसन कस्तो हुन्छ त गिल्सहरू क्लोकल रेस्पिरेटरी ट्रीबाट चाहिँ यिनीहरू चाहिँ के गर्छन् त रेस्पिरेसन गर्छन्। त्यस्तै गरी यिनीहरूमा रिप्रोडक्सन कस्तो हुन्छ त सेक्सुअल अर्थात् युनिसेक्सुअल चाहिँ नि यिनीहरूमा रिप्रोडक्सन हुन्छ। त्यस्तै गरी रिजेनेरेसन चाहिँ यिनीहरूमा एकदमै कमन हो। त्यस्तै गरी के भन्छ अर्को डु नट ह्याभ अ डिस्टिङ्क्ट हेड। त्यस्तै गरी यिनीहरू चाहिँ नि के को सहायताबाट हिँडडुल गर्छन् त ट्युब फिटको हेल्पबाट यिनीहरू चाहिँ के गर्छन् त मुभ गर्छन्। त्यसै गरी इक्जाम्पलमा के गर्छ त स्टार फिस, सी अर्चिन, त्यस्तै गरी सी क्युकम्बर यिनीहरू केमा पर्छन् त इकाइनोडर्माटा अन्तर्गत पर्ने जीवहरू हुन्। त्यस्तै गरी अर्को फाइलम रहेको छ कर्डेटा भनिरहेको छ। कर्डेटा चाहिँ केमा पर्छ त भर्टिब्रेट अन्तर्गत चाहिँ पर्ने कर्डेटा हो यो, जसको चाहिँ के हुन्छ त मेरुदण्ड हुने जीवहरूलाई केमा राखिएको छ त भर्टिब्रेट अन्तर्गत राखिएको छ। र भर्टिब्रेट अन्तर्गत पर्ने फाइलम कुन हो त कर्डेटा रहेको छ। इन्भर्टिब्रेटमा 8 वटा फाइलम हामीले पढियो र भर्टिब्रेटमा जम्मै एउटा मात्रै फाइलम रहेको छ, जुन के हो त कर्डेटा भन्ने फाइलम रहेको छ। यो कर्डेटा एनिमल किङडम अन्तर्गत पर्ने सबैभन्दा विकसित अर्थात् डेभलप्ड फाइलम पनि भनेर भनिन्छ। र यिनीहरूमा के हुन्छ यिनीहरू एकदमै डेभलप्ड हुन्छन्, अनि इलास्टिक एन्ड रड लाइक नोटोकर्डहरू यिनीहरूमा हुन्छ। त्यसै गरी यिनीहरूको स्केलेटन चाहिँ केले ढाकेको हुन्छ त मसलले कभर गरेको हुन्छ। त्यसै गरी सर्कुलेटरी सिस्टम कस्तो हुन्छ त क्लोज सर्कुलेटरी सिस्टम हुन्छ। र कर्डेटालाई फर्दर 4 वटा सब फाइलममा चाहिँ डिभाइड गरिएको छ। त्यो कुन कुन थिए त अगाडिको टेबलमा पनि हामीले गराइसकेको छ। त्यो कुन कुन थिए त हेमिकर्डेटा, युरोकर्डेटा, सिफेलोकर्डेटा र भर्टिब्रेट गरेर 4 वटा सब फाइलममा यसलाई डिभाइड गरिएको छ। त्यसै गरी हामीले कर्डेटा फाइलमका यी 4 वटा सब फाइलमहरू मध्ये हामीले कुनमा चाहिँ विशेष गरेर कुन पढिन्छ त भर्टिब्रेट अन्तर्गत पर्ने भर्टिब्रेटा सब फाइलमको बारेमा हामीले डिटेलमा पढ्नेछौँ। पहिलो क्लास रहेको छ पिसेस, जसलाई फिसेस पनि भनेर भनिन्छ। जति पनि फिस प्रजातिहरू रहेका छन् ती सबै केमा पर्छन् त यही पिसेस क्लासमा पर्दछन्, जसको बडी कस्तो हुन्छ त इलोङ्गेटेड, फ्ल्याट एन्ड स्ट्रिमलाइन्ड हुन्छ। भनेको चाहिँ नि पानी चाहिँ नि तिनीहरूले के गर्छन् त यस्तो बोर्ड जस्तै कि बोर्ड जस्तै चुच्चो परेर गएको हुन्छ। त्यही भएर तिनीहरू चाहिँ नि मुभ गर्दाखेरि तिनीहरूको चाहिँ नि स्ट्रिमलाइन बोडीले गर्दाखेरि पानीहरू चाहिँ नि साइड साइडबाट जान्छ र उनीहरू चाहिँ नि सजिलैसँग पानीमा मुभ गर्न सक्छन्। त्यस्तै गरी यिनीहरूको बडी कस्तो हुन्छ बडी कभर्ड बाई स्केल एन्ड, स्केल भनेको कत्लाहरूबाट ढाकिएको हुन्छ यिनीहरूको बडी। त्यस्तै गरी यिनीहरू चाहिँ डिभाइडेड इन्टु हेड, ट्रङ्क एन्ड टेलमा चाहिँ गरेर 3टा पार्ट हुन्छ नि बडीलाई डिभाइड गरिएको छ। तर यिनीहरूमा चाहिँ नेक पार्ट चाहिँ हुँदैन। त्यस्तै गरी गिल्स कस्तो हुन्छ गिल्स चाहिँ लेटरियल साइड अफ हेडको चाहिँ दुईटै साइडतिर चाहिँ गिल्स हुन्छ, जसले रेस्पिरेसनमा हेल्प गर्छ। त्यस्तै गरी फिन्स हुन्छ, जसले चाहिँ लोकोमोसनको लागि चाहिँ त्यसले हेल्प गर्छ, एक ठाउँबाट अर्को ठाउँमा जानको लागि फिन्सकै सहायताबाट तिनीहरूले जाने गर्छन्। त्यस्तै गरी यिनीहरूको शरीरमा के हुन्छ त एयर स्याक्सहरू हुन्छन्। त्यस्तै गरी हार्ट कस्तो हुन्छ त 2टा चेम्बर हुन्छ हार्टमा, यिनीहरूमा चाहिँ के हुन्छ 2 चेम्बर हार्ट हुन्छ। त्यस्तै गरी यिनीहरूको चाहिँ ब्लड कस्तो हुन्छ कोल्ड ब्लडेड भनेको विषम तापीय, नेपालीमा विषम तापीय भनिन्छ, इङ्ग्लिसमा पोइक्लियोथर्मिक भन्छ। पोइक्लियोथर्मिकलाई अर्को के पनि भनिन्छ त एक्टोथर्मिक भनिन्छ। त्यस्तै गरी रिप्रोडक्सन कस्तो हुन्छ त युनिसेक्सुअल हुन्छ। र यिनीहरूमा के पर्छन् त सबै फिसहरू पर्छन्, सीहर्स, सार्क यिनीहरू सबै केमा पर्छ त पिसेस चाहिँ नि क्लासमा पर्दछन्। त्यस्तै गरी सेकेन्ड क्लास रहेको छ एम्फिबिया क्लास रहेको छ, जसको हेबिटेट यिनीहरू कहाँ पाइन्छ त एक्वाटिक र टेरिस्टेरियल दुईटै इन्भाइरोमेन्टमा यिनीहरू पाइन्छन्। त्यस्तै गरी यिनीहरूको रेस्पिरेसन चाहिँ नि गिल्स, लङ्स र स्किनबाट चाहिँ यिनीहरू रेस्पिरेसन गर्छन्। त्यस्तै गरी रिप्रोडक्सन चाहिँ नि युनिसेक्सुअल हुन्छ र यिनीहरूलाई चाहिँ वाटर आवश्यक पर्छ के को लागि फर्टिलाइजेसनको लागि। फर्टिलाइजेसनको लागि पानीको आवश्यकता पर्छ। पोइक्लियोथर्मिक हुन्छ भनेको त कोल्ड ब्लडेड भयो, जसलाई विषम तापी भनेर पनि भनिन्छ। त्यस्तै गरी यिनीहरूको हार्ट कस्तो हुन्छ 2 चेम्बर हुन्छ,
फर्टिलाइजेसन चाहिँ एक्सटर्नल हुन्छ, आफ्नो बडी भन्दा बाहिर चाहिँ यिनीहरूले चाहिँ फर्टिलाइजेसन गर्छन्। त्यसै गरी यसको एक्जाम्पलमा के पर्छ त फ्रग्स, टोड, सालामान्डर जस्तो चाहिँ एनिमलहरू केमा पर्छन् त एम्फिबिया क्लास अन्तर्गत पर्दछन्। त्यस्तै गरी थर्ड क्लास रहेको छ रेप्टाइलिया, बडी कभर्ड बाई ड्राई एन्ड हर्नी स्केलहरूबाट के हुन्छ त यिनीहरूको चाहिँ बडी कभर भएको हुन्छ। त्यसै गरी यिनीहरूको बडी चाहिँ डिभाइडेड इन्टु हेड, नेक, ट्रङ्क एन्ड टेल गरेर चारवटा पार्टमा डिभाइड भएको हुन्छ। त्यस्तै गरी यिनीहरू चाहिँ के हुन्छ त टु पेयर्स अफ लिम्स हुन्छ, जसले के भन्छ लोकोमोसनको लागि हेल्प गर्छ। एक ठाउँबाट अर्को ठाउँमा जानु पर्यो भने यसैको सहायताबाट यिनीहरू मुभ गर्ने गर्छन्। त्यस्तै गरी यिनीहरूमा पनि कस्तो हुन्छ त बडी पोइक्लियोथर्मिक हुन्छ, कोल्ड ब्लडेड भनेको कोल्ड ब्लडेड हुन्छ यिनीहरू पनि। त्यस्तै गरी रेस्पिरेसन लङ्सबाट गर्छन्, रिप्रोडक्सन युनिसेक्सुअल हुन्छ, इन्टर्नल फर्टिलाइजेसन हुन्छ भनेको शरीरभित्रै फर्टिलाइजेसन हुन्छ। अनि हेबिटाट कस्तो हुन्छ त मोस्टली टेरिस्टेरियल हुन्छ, कुनै कुनै चाहिँ एक्वाटिक पनि हुन्छन्। त्यसै गरी यसको इक्जाम्पलमा के पर्छ त स्नेक, लिजार्ड, टोर्टोइज, क्रोकोडाइल जस्ता चाहिँ जीवहरू रेप्टाइलिया क्लास अन्तर्गत पर्दछन्। त्यस्तै गरी फोर्थ क्लास रहेको छ एप्स भन्ने क्लास रहेको छ। जति पनि चराचुरुङ्गी तथा पक्षीहरू छन् तिनीहरू सबै एप्स अन्तर्गत पर्दछन्। यिनीहरूको बडी कस्तो हुन्छ, यिनीहरूको बडी केले ढाकिएको हुन्छ त फेदर्सले ढाकिएको हुन्छ भनेको प्वाखले ढाकिएको हुन्छ। त्यसै गरी यिनीहरू बडीलाई हेड, नेक, ट्रङ्क एन्ड टेल गरेर चारवटा पार्टमा डिभाइड भएको हुन्छ। त्यस्तै गरी यिनीहरूको लिम्स चाहिँ टु पेयर हुन्छ, एउटा पेयर चाहिँ लेगको रूपमा चाहिँ रहेको हुन्छ भने अर्को चाहिँ कुनको रूपमा डेभलप भएको हुन्छ त विङ्सको रूपमा, पखेटाको रूपमा चाहिँ डेभलप भएको हुन्छ। त्यस्तै गरी होमियोथर्मिक हुन्छ, होमियोथर्मिक भनेको वार्म ब्लडेड, जसलाई समतापी पनि भनिन्छ। त्यस्तै गरी यिनीहरूको चाहिँ हार्ट कस्तो हुन्छ, हार्ट चारवटा चेम्बर हुन्छ हार्टमा। त्यस्तै गरी रेस्पिरेसन लङ्सबाट गर्छन्, रिप्रोडक्सन चाहिँ युनिसेक्सुअल हुन्छ र फर्टिलाइजेसन यिनीहरूमा पनि इन्टर्नल नै हुन्छ। र यिनीहरू अन्तर्गत कुन कुन जीव पर्छन् त हेन, कक, पिकक, लोपोफोरस, प्यारोट यिनीहरू पर्छन्। जहाँ चाहिँ पिकक भनेको चाहिँ मयूरलाई भनिन्छ भने लोपोफोरस भनेको चाहिँ डाँफेलाई भनेर भनिन्छ नेपालीमा। र यिनीहरू जीवहरू चाहिँ केमा पर्छ त एप्स क्लास अन्तर्गत पर्दछन्। र अर्को फिफ्थ क्लास चाहिँ मामेलिया रहेको छ, जुन भर्टिब्रेटा अन्तर्गतको अन्तिम क्लास पनि हो। बडीमा हेयर हुन्छ भनेको यिनीहरूलाई रङले ढाकिएको हुन्छ। त्यस्तै गरी बडी डिभाइडेड इन्टु हेड, नेक, ट्रङ्क एन्ड टेल चारवटा पार्टमा डिभाइड भएको हुन्छ। अब फेरि यहाँ मान्छे पनि मामेलिया अन्तर्गत पर्छ, तर मान्छेको त टेल हुँदैन, पुच्छर हुँदैन भन्नु होला। तर के हुन्छ भन्दा मान्छेको चाहिँ जुन गर्भमै रहँदाखेरि बच्चाहरूमा उनीहरूको पनि पुच्छर रहेको हुन्छ, तर त्यो बिस्तारै त्यो के हुँदै जान्छ त त्यो चाहिँ डिसिपियर हुँदै जान्छ र हाम्रो यो मेरुदण्ड छ मेरुदण्डमा मात्रै सीमित हुन्छ। त्यही भएर मान्छेमा चाहिँ टेल पार्ट देखिँदैन। त्यस्तै गरी यिनीहरू पनि के हुन्छन् त होमियोथर्मिक, यिनीहरू पनि होमियोथर्मिक हुन्छन् भनेको वार्म ब्लडेड भए। त्यस्तै गरी हार्ट कस्तो हुन्छ त फोर चेम्बरको हुन्छ। त्यस्तै गरी रेस्पिरेसन लङ्सबाट गर्छन् भने रिप्रोडक्सन युनिसेक्सुअल हुन्छ र फर्टिलाइजेसन यिनीहरूमा पनि इन्टर्नल नै हुन्छ। त्यस्तै गरी यिनीहरूमा के छ एकदमै इम्पोर्टेन्ट भन्दा यो चाहिँ सबैभन्दा मामेलिया अन्तर्गतको सबैभन्दा इम्पोर्टेन्ट चाहिँ क्यारेक्टर यही हो, ह्याभ डेभलप मेमोरी ग्ल्यान्ड चाहिँ डेभलप भएको हुन्छ, जसलाई चाहिँ दुध ग्रन्थ पनि भनिन्छ। यिनीहरूले के भन्छ बच्चालाई दुध चुसाउँछन्। अरू कुनै पनि फाइलमका जीवहरूले चाहिँ के गर्दैनन् त बच्चालाई दुध चाहिँ चुसाउँदैनन्, किन त उनीहरूको चाहिँ यो डेभलप भएको हुँदैन मेमोरी ग्ल्यान्ड। तर चाहिँ मामेलिया अन्तर्गतका चाहिँ जति पनि जीवहरू छन् उनीहरूले आफ्नो बच्चालाई चाहिँ दुध चुसाउने गर्छन्। यो चाहिँ एउटा छोड्नै नहुने यसको चाहिँ हामीलाई फिचर सोध्यो भने यो चाहिँ हामीले छोड्नै नहुने एउटा फिचर भयो। यस अन्तर्गत पर्ने इक्जाम्पलमा कुन छ त ह्युमन, काउ, लायन, ब्याट, व्हाइल यिनीहरू चाहिँ ब्याट कहिले चमेर चाहिँ कुन फाइलमा अथवा कुन क्लासमा पर्छ भनेर सोध्यो भने त्यो चाहिँ केमा पर्यो त चमेरो, व्हाइल पनि। अरू त लगभग थाहा हुन्छ, यिनीहरूमा कन्फ्युज हुन्छ। किनभने यो चाहिँ कतिपयले एप्स भनेर भन्छन् भने कतिपय व्हाइललाई फेरि फिसेसमा राख्छन्। त्यही भएर यो दुईटा पनि केमा पर्छ त मामेलिया अन्तर्गत नै पर्दछन्। हस्त हामी आजको क्लासलाई यही अन्त्य गर्दछौँ र यो सँगै हामीले चाहिँ
क्लासिफिकेसन अफ लिभिङ बिङ्सलाई चाहिँ हामीले दुईटा पिरियडमा चाहिँ सक्यौँ। यो अलि लामो नै छ यसको क्लासहरू, सो यसलाई डिटेलमा पढाउँदाखेरि टाइम लाग्छ। अहिलेसम्म पनि तपाईँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गरेर हेल्प गर्नुहोला र यो भिडियोलाई जति सक्दो लाइक, कमेन्ट र सेयर पनि गरेर सहयोग गर्नुहुनेछ भन्ने मैले होप गरेको छु।